देविका ए देविका के के गर्यो अब खेलेको देविकास देउसी कसो भयो तँलाई थाहा छ त गोविन्द दाइको बेउरा देखिस् त तैँले देखे दक्षिणा पनि दिएन त्यत्रो बेर मात्रै भट्यायो मात्रै गम्दाइको त बेउरा हैन है अनि के पकाउन लागि आगो जोड्या भात पकाउनु पका कता आइरहेको थिइस् त मैले त आएको नि ए अब मलाई सिकाउँछस् कि भात पकाउनु सकाउँछु के सिकाउँछ त त्यही गोविन्द दाइको भन्दा कम छैन बेउरा सकाउँछु हौ सही नभने नजिस्काइ देविका तँलाई जिजाएको छैन के गालेको धेरै न्यून खोज्यो टुक्री फेरि मलाई रिसले चाहिँ नै उठ्छ यसले भिड्छ अहिले कतिखेर कुटाइ भात पकाउनु पर्ने तैँले धेरै भुल्याए नभुल्याए बुलाइ हैन के अनि गरिरहे मेरो अगाडि कसो छ अनि जा नआइज धेरै यहाँ भुल्याउँदा आउनु रहेछ मुला बस्यो भने के गर्छ त्यत्तिकै आएर भुल्याउँछ त्यो गोविन्द दाइको त अनुहारै हेर्नु मलाई आएको छ कस्तो त यत्रो राम्ररी भट्यायो दक्षिणै दिएन ढोका थिनेर पो बस्यो त अर्को सालमा त अब जाँदैन त्यसकोमा देउसी हेर्नु त कोही पनि त्यसलाई बाँधेर राखेर मात्रै देउसी डुकुरी रिस उठेको बेला रिस लाग्यो मुला दक्षिणा पनि दिएन यसपालि कता जानु घुम्नु देउसी नि अब सानो जस्तो नहुने भयो पहिला हामी सानोमा थोरै राम्ररी खेल्थ्यौँ जति ठुलो भयो त्यति देउसी मजा आउँछ अरे क्या हो टोकरी तेरा बाउ बेउरा छैन क्या काले कुट्यो भन्न त देविकाले कुट्यो ठिक्क पाएन कसरी देविका सैदनमा आएर कुट्ने तैँले बढी नहोर्ने हुन्छु नि नकाला ए आगो त बोली पनि सिधै छ अब मलाई मार्ने भयो अब मलाई दाइ पनि कहाँ गयो भात पकाएको छैन भयो मार्ने भयो चामल पनि थिएन आमाहरू फेरि पो भात जानु पर्यो थालै लिन जानु पर्यो बाटो छिक्नु को रहेछ डल्दा है ठिक छ त हेरा डुकुरी जस्तो छ हेलो बोल्दै हेलो ओ ढिलो भइसक्यो बाटो नछेकौँ हौ चामलले नि हेर्नेको मुखिनी आमाकोमा हेलो अब डुकुरी पो रहेछ मै त हो नि मलाई के भनेको मैले तँलाई के भन्छ घर त भनेको मलाई किन रिस जिस्काको नि पकाइदिउँ कहिले म पनि थाहा तँलाई म कुर्छु नि स्कुटी सम्झिनै पानी छ Alzeki.